बिहान यहाँबाट सुरु गरेको काम यो पुल कटेर है यो पुल माथिल्लोपट्टिबाट सुरु गरेको काम पुल कटेर यहाँबाट तल पारी पुल कटेर यहाँ तलसम्म पुगेको छ। अहिले 5:30 बजेको अवस्थामा यो समयमा यसरी दृश्य देखिरहेको छु। बिहानभरिमा माथि खोला पनि कटाइसकेको रहेछ र यो अहिले मैले जुन टेकिरहेको छु यो 3 लेयर गरेर यसलाई सेफ्टीको लागि यो वालको लागि बनाइएको छ। यो 3 लेयर बनाएर तल्लो सेक्सन पनि बनेको छ। धमाधम बनिने क्रममा हुन्छ। धमाधम अहिले दिउँसोको 5:20 गइसक्यो र पनि धमाधम काम भइरहेछ। सुमन भाइ यो प्लास्टिक बोक्ने फोहोरहरू सङ्कलन गर्ने टोली अर्कै हुनुहुन्छ। यो सङ्कलन गर्ने क्रममा पर पनि यो सबै सङ्कलन गरेको प्लास्टिकहरू देख्न सक्छौँ हामी। सबै प्लास्टिक सङ्कलन गरेको बेलामा प्लास्टिक फाल्नु हुँदैन भनेर यहाँ नथाक्ने हातहरू बिहानदेखि बेलुकासम्म निरन्तर गरेर पनि नथाक्ने हातहरू हामी यसरी देखिरहेको छौँ गरिराख्नु। यत्रो बनिसक्यो दिनभरि। मिलेन दिनभरि खोलाको पानीहरू बोतलहरू पनि सङ्कलन गरिएको छ कोही समूहले। यसरी हामी श्रमदाताहरू फरक तरिकाले आफ्नो श्रमदान स्थलहरू आफ्नो तरिकाले श्रम गरिरहेको हुन्छ। हरेक मान्छेले एउटै काम गर्नुपर्छ भन्ने छैन। कसैले खाना पकाएर, कसैले सामान ओसारेर, कसैले के गरेर, कसैले यसरी फोहोरहरू सङ्कलन गरेर है सबैले आफ्नो तरिकाले श्रमदान गरिरहेको हुन्छ।
पारा मिलेन पारा धेरै काम भयो आमामा आज बिहान गरेको त्यो के भन्छ नि त्यो जालीले पनि यो ढोका ल्याउँदा एकछिन पत्ता ढोका सबैले फ्रम दाता हो दिक्क आज त छेउमै पऱ्यो नि त होइन तपाईँको ठिक छ नि ए हो ल सर ल जेठ 17 गतेको राति परेको पानीले अहिले यो धरानको थुप्रै ठाउँमा हानि विनाश गरिरहेको अवस्थामा यो पुललाई बचाउनको लागि भइरहेको श्रम अहिले 5:30 भइसक्दा पनि बिहानदेखि भयो काम निकै श्रमदाताको उपस्थितिमा पुल माथिल्लोपट्टि भएको तल्लोपट्टिसम्म आइसकेको छ श्रमदाताहरू र निरन्तर जुन काम भइरहेको छ